So guys, good morning. Welcome back to my new vlog. So आज चाहिँ पुरै बरफ परेछ है लद्दाखमा। हेर्न सक्नुहुन्छ पुरै सबैतिर बरफ परिसकेको छ। भुवाल बरफ परेछ है। बरफ चाहिँ आज चाहिँ पुरै हेर्न सक्नुहुन्छ सबतिर बरफ परेर look at this. हेर्न सक्नुहुन्छ हाम्रो गाडीमा पुरै बरफ जमिसकेको छ। हेर्न सक्नुहुन्छ गाडी चाहिँ स्टार्ट भएछ ढन्नाले। मजा पनि बिस्तारै बिस्तारै पर्दैछ हेर्न सक्नुहुन्छ गाइस। हामी चाहिँ आज किनालादेखि लेसम्म जान लाग्यो। हेर्न सक्नुहुन्छ हामी चाहिँ क्याम्परमा जान लाग्यो। आज चाहिँ हामी लेसम्म पुग्ने भनेको हेर्दै जानुलाई कस्तो लाग्छ मेरो भिडियो। किनाला है हामी चाहिँ किनालादेखि लेसम्म जान लाग्यो। सो हेर्न सक्नुहुन्छ यहाँको मौसम।
हेर्न सक्नुहुन्छ अहिले चाहिँ पाङ बजारमा छ मैले हेर्न सक्नुहुन्छ यसो फोटोसोटो खिच्यौँ भनेर रोकेको हामी चाहिँ अब हिँड्ने हो पाङबाट लद्दाखको लागि लद्दाखको लागि लेको लागि हामी चाहिँ अहिलेको भ्यू हेर्न सक्नुहुन्छ बवाल छ है पाङको भ्यू अहिलेको चाहिँ बवाल भ्यू निस्किरहेको छ अहिले चाहिँ पाङको हामी चाहिँ पाङ पुगिसकेको छौँ पाङबाट एकछिन पछि हिँड्ने हो हामी चाहिँ खाजासाजा खाएर हेर्न सक्नुहुन्छ यार कैमरा ले चुवाग्राउन्ड है हेर्न सक्नुहुन्छ चुवाग्राउन्डमा बरफ पर्नु पुरै सेक्टै खान्छ यहाँ जग्गा बिक्रीमा छ गाइस किन्ने भए पानी पनि ढाक्लाको एउटा लद्दाखदेखि जाँदैन फर्स्ट टाइम मैले चाहिँ चौरीगाई देखेको चौरीगाई म चाहिँ फर्स्ट टाइम देखेको चौरीगाई भेन्डीकोट हो यो चाहिँ
पुगिसकेको छौँ टाङलाङ हेर्न सक्नुहुन्छ यहाँको भ्यू टाङलाङ भ्यू यहाँको चाहिँ हेर्न सक्नुहुन्छ यहाँको भ्यू बबाल छ है टाङलाङ क्याफे टाङलाङको क्याफे प्यारो क्याफे हेर्न सक्नुहुन्छ सबै राइडरहरू छन् यहाँ चाहिँ राइडरहरू हेर्न सक्नुहुन्छ लेबाट फर्किँदैछन् राइडरहरू हामी चाहिँ भर्खर जाँदैछौँ सो हेर्न सक्नुहुन्छ भ्यू चाहिँ बबाल छ हेर्न सक्नुहुन्छ गाइस बरफ सबै आइजमेछ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ Oh, look at this. Wait. यहाँ चाहिँ जग्गा छ है गाइस त्यो चाहिँ मन्दिर है हेर्न सक्नुहुन्छ ए गाइस Welcome to cafe. Right. Pro. हामी चाहिँ लाङटाङ टपबाट जान लागिसकेका छौँ हेर्न सक्नुहुन्छ हामी चाहिँ लाङटाङ टपबाट जान लागिसकेका छौँ हेर्न सक्नुहुन्छ लाङटाङ टप यो चाहिँ रोशनिया लगा चल हिँडिसकेको छ लेको लागि हिँडिसकेर हामी चाहिँ लाङटाङ टपबाट हेर्न सक्नुहुन्छ भ्यू लाङटाङ टपको भ्यू कच्ची रोटाई को मुझे अभी 1 घंटे के बाद हिमालय पर पहुंचने वाले हैं कहो ना यार हाँ यार दिखा दे मोबाइल दे अब तुम्हारा मोबाइल सो गाइस हामी चाहिँ 1 घन्टा पछि पुग्न सक्छौँ 17,000 की ऊंचाई में बाटी ले पुग्न सक्छौँ हामी चाहिँ अहिले चाहिँ हामी 17,000 मिटरको माथि छौँ हेर्न सक्नुहुन्छ आकाशभन्दा तल धरतीभन्दा माथि जमिनभन्दा माथि छ हामी चाहिँ मीटर त माउन्टेन चाहिँ 17,000 फुट का मीटर नहीं का 17,000 फुट मीटर कैसे वो तो पूरा कवाजी सब चलता है 1 डेज में देखिए इसको 17 ऊंचा ऊपर हिमाल में 17,000 कहीं पूरा हवाई जहाज से नहीं सो गाइस हेर्न सक्नुहुन्छ अफरोड यहाँ चाहिँ अफरोड छ है राइडर भन्दा पनि चाहिँ गाह्रो छ है गाइस हेर्न सक्नुहुन्छ यस्तो चिसोमा यिनीहरू चाहिँ सबै लेबाट आउँदैछन् होला गाइस सक्नुहुन्छ लेकको नेपालबाट पनि राइड गर्न आउन सक्नुहुन्छ गाइस राइडरहरू
कालो छ कुनै रातो छ कुनै सेतो छ कुनै खैरो छ सबै कलरको पार्क छ यहाँ लडाक जाने बाटोमा ले जाने बाटोमा राइडरहरू हामीहरू चाहिँ खानेकुरा किनेर जान लाग्यो भने चाहिँ खानेकुरा किनिसकेछौँ हेर्न सक्नुहुन्छ ओइ रक्सी बिस्कुट लिएछ हेर्न सक्नुहुन्छ हामी चाहिँ खानेकुरा सबै है राइडरहरू पनि आइसकेका छन् हेर्न सक्नुहुन्छ BMW चलो बल्ल बल्ल रुख भेट्दै देख्यो होमस्टेहरू यता चाहिँ छ है गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ गाउँ गइसक्यौँ होमस्टे टावर पनि छ यहाँ चाहिँ रुम्से भिलेज पुगिसकेको छौँ गाइस हेर्न सक्नुहुन्छ नेपालमा रुम्से भिलेज छ यहाँ चाहिँ रुम्से छ चाहिँ अलिअलि हरियाली देखिँदैछ हेर्न सक्नुहुन्छ अलिअलि हरियाली देखिरहेछ गाइस रुम्से भिलेज लास्टै ठुलो भ्याली छ है हेर्नु भ्याली बबाल गाउँ छ घरको डिजाइन चाहिँ बबाल बन्छ है गाइस हेर्न सक्नुहुन्छ घरको डिजाइनहरूदेखि लिएर सबै घरबाट मेन रेकर्डिङ छैन गाई यता गाउँ छ है गाईहरू हेर्न सक्नुहुन्छ चौरी गाई एउटा गाई हेर्न सक्नुहुन्छ चौरी गाई यत्रो सानो सानो गाई छ है हेर्न सक्नुहुन्छ
गया गाउँ यो चाहिँ गया गाउँ है हेर्न सक्नुहुन्छ ठुलै छ यो चाहिँ गया गाउँ हेर्न सक्नुहुन्छ गाइस ठुलो छ कन्डीको ना ठेन्कीको डब्बा गाइस बङ्कर छ यहाँ चाहिँ रेसको लुक्ने बङ्कर जस्तो छ यहाँ चाहिँ खोला है बवाल खोला छ है खोला ले 69 किलोमिटर छ है गाइस अब हेर्न सक्नुहुन्छ अब 1 घन्टा जति लाग्छ होला समथिङ लाइक चाहिँ शिलाजित निकाल्ने के पारे चाहिँ यो चाहिँ शिलाजित निकाल्ने पाहाड जस्तो छ है यहाँको मौसम चाहिँ बवाल छ है मिरु पुगिसकेको छ मिरुको होमस्टे हेर्न सक्नुहुन्छ गाइस ले 64 किलोमिटर छ अझ यहाँ चाहिँ बवाल ठाउँ हो गाइस यहाँ चाहिँ हामी बस्ने उस्किनाला र केही होइन यसको अगाडि हाम्रो उस्किनाला केही रुखसुख देखिँदैन यहाँ चाहिँ सबै रुखहरू देखिन्छ सक्नुहुन्छ गाइस मिरु भिलेज चाहिँ खेती करे मेरी फैम गाइस मेरा फैम हेर्न सक्नुहुन्छ यहाँ चाहिँ घरहरुमा यहीँ पुरी काम गराइले चाहिँ बहुत मजा आइले गाइस भ्यू लुक एट दिस मस्त काला गाइस नदिया ऊपर हो गया ना गाइस खोला ठुलै छ है हिमालबाट परेको खोला लटके हुई रे ये हुई So
गाइस हेर्न सक्नुहुन्छ राइडरहरूलाई यहाँ चाहिँ हिमालयन एडभेन्चर्स बाइक मात्र छ यो उप्सी पुगिसकेको छ देख्न सक्नुहुन्छ उप्सी बजार देख्न सक्नुहुन्छ उयो रोड थियो चाउमिन सेन्टर उप्सी बजार हेर्न सक्नुहुन्छ राइडरहरू यहाँ चाहिँ राइडमा हिँडिसकेको छन् सक्नुहुन्छ ले चाहिँ 47 किलोमिटर छ अझ अब 1 घन्टा जति लाग्छ होला हामीलाई ले पुग्न हामी चाहिँ चेकिङ गरेर हिँडिसकेको छौँ सो गाइस हामी चाहिँ उप्सीबाट हिँडिसकेको छौँ अब हेर्न सक्नुहुन्छ यहाँ उप्सीभन्दा अगाडि पुगिसकेको छौँ हामी चाहिँ चेकिङ गरेर हिँडिसकेको यहाँ चाहिँ खोला हेर्न सक्छ बवाल छ है खोला चाहिँ ओ माई गॉड हिमालयन पर्वत पहुंचने वाले हैं गाइस देख सकते हो आप देख सकते हो इधर नाला बहुत बड़ी खोला है ये बहुत बड़ी खोला है सब चल रहा है सेंटर हेर्न सक्नुहुन्छ आफ्नो बाइक में पूरा ना देख सकते हो दिन पूरा राइड पूरा जार घाम बनाइयो पीछे चला गया रे देख सकते हो गाइस इधर का व्यू आप भी आनंद ले सकते हो इधर का व्यू क्या मेरा ब्लॉग के थ्रू से देख सकते हो गाइस वेलकम टू विलेज दोनों मेल में बोलो हेलो आइको विलेज आईजीओ हमारा देश का था का हुई यार ऊपर यार महादेव के अब कैलाश पर्वत आएगा उधर देख सकते हो कितना बड़ा है हम लोग को मंदिर आर्मी के देख सकते हो गाइस महादेव का डिस्प्ले बैटरी वाई ना ये देखो तो खतरा को बाहर गैंग बाबा बोलो हर हर महादेव ये गांव गलत दिखाई दे साहब आप बोलो ना ये रोटी से जाऊँ ऊपर जाऊँ ना डिस्लो हाँ जन्नत में आ गया रे जन्नत में पक गए हम गाइस देख सकते हो अभी एंजॉय कर सकते हो वीडियो की तरफ से हम तो इधर पुग चुके हैं आप भी आ सकते हो घूमने के लिए हमारा इसी मतलब यार बाहर तो इनकी चीज ही लगा अब भी आ सकते हो गाइस इधर घूमने के लिए ले रास्ता बहुत अच्छा है देख सकते हो जर्नल बैठा होगा बेंच इसमें गाना मार लेगा तुम्हारी गाइस हेर्नु सक्नुहुन्छ इसको बोलते हैं जन्नत हम पुग चुके हैं जन्नत में आप भी आ सकते हो इधर घूमने के लिए आर्मीन के एरिया से यहाँ खतरा भाई इसको बोलते हैं जन्नत गाइस देख सकते हो अभी जन्नत यार इधर सब नर्सरी आदमी को बनवा अभी मार काटा करी टैंक इंडियन आर्मी का टैंक देख सकते हो इधर
देख सकते हो बाइक हेर्न सक्नुहुन्छ गाइस बवाल बवाल चाहिँ बाइक चाहिँ ओ माय गॉड सब कुछ है दोस्तों इधर आई लव लद्दाख लिखा हुआ है जाएंगे लद्दाख कहाँ गया लद्दाख स्वाद सजिना हो स्वाद त स्वाद त लाग्छ यार बच्चे यार चाँडी जुटाइले ना नातिले रे सबले से ठीक है बा सबले से चालीस भाई नातिले से भाई चुवाक चुवाक गरेर ला एयरटेल के सिम यहाँ मिलत जैसा टावर आई थी यहाँ मिलने से फिर हमारा आइडिया नहीं लगी थी यहाँ एयरटेल के ऊंचा दिखाई लाए अलग चाहिए सर यहाँ एरिया के का कुछ खाई कि ले पुक के खा पेट लागे लागे वही खा बाप लाइक 2 घंटा में अपना रमाइलो में करते हैं घुम्न से हम डाटा हुई बा घुम्न पुनो पुनो पहिला थार हेर्न सक्नुहुन्छ गाइस महिन्द्रा थार खरबूजा की ना यार खड़ी जी सरल खरबूजा की नहीं ये भाई ये मत भाई ये भारी बाबू ये की किन हो यार सिधै विषय स्वाद तो गाउँ अहिले त घुमा तैछ मनै त यार हेर्न सक्नुहुन्छ गाइस अझै पनि इन्जिन त सिटी हो यार ये हैं बरोबर हो ठुलै छ यो चाहिँ ठुलो बजार छ चोकलेन सर कहते हैं यार सामान बुक के फोन कर रहा हूँ ये कार तो आई मिला सब चोकलेन सर पड़ गया कार ये का कहता है यार कहाँ लाग्छ गाइस कारु हामी चाहिँ कारुबाट पनि हिँडिसकेछौँ कारुबाट कारुडियम कारू लेको कारू भन्ने ठाउँ लेको कारु पुगिसकेछौँ हामी चाहिँ अहिले हेर्दै जानु होला मेरो ब्लग कस्तो लाग्छ कारुबाट अब खारु आइसक्यो कार घटे खारु ना ओ वाओ व्हाट अ कोइन्सिडेन्स ब्युटिफुल प्लेस ब्युटिफुल प्लेस देख्न सक्नुहुन्छ हजुरहरू यताको नजारा देखाइटानी का हिमालय हरे हरियर ना अनि ठाउँ त हो क्या ब्लगबाट हामी चाहिँ लेबुङ लागिसकेछौँ 31 किलोमिटर चाहिँ चाहिँ अहिले देख्न सक्नुहुन्छ दुईवटा बाटो आइसक्यो कुन बाटो जाने हो अब लेस जानु होइन लिएर त फेरि उही बस भोट लागेर सोचेको हो त हुन्छ भीम करोड भाइ यार इसी ठाउँहरु क्या अब ठेस ओभरफ्लो पनि ल भाइ कुछ पनि ल बाजे देख सकते हो गाइस आप लोग जन्नत हम जन्नत में पहुंचे दिल्ली में तो बनने एरिया वाली है तो यार मंदिर हेर्न सक्नुहुन्छ कि बौद्धहरुको बौद्ध स्तूपा
चोक्लेन कहाँ चुक्लाङ सहर हामी चाहिँ पुगिसकेको छौँ हेर्न सक्नुहुन्छ गाइस डगर हेर्न आउने हामी त जाई खाई जाइन त जाइन त कहाँ बा खाइन कहाँ त राख्छ यार टोइलेट बाकी यार फाइनली हामी चाहिँ ले सहरमा पुगिसकेको छौँ हेर्न सक्नुहुन्छ यो चाहिँ ले सहर है हेर्न सक्नुहुन्छ यो चाहिँ आज सन्डे भएकोले आज चाहिँ सबै बन्द छ हामी चाहिँ ले सहर पुगिसकेको छौँ हेर्न सक्नुहुन्छ गाइस वाल हेर्दै जानु होला कस्तो हुन्छ मेरो भिडियो आजको चाहिँ अहिले गाडी सारी पार्किङ गरेर अब लद्दाखको मार्केट घुम्न जान लाग्यो हेर्न सक्नुहुन्छ हाम्रो बजिया डोस माइलक गलत आइदिल साहब ठम्मेल बजारमा हामी चाहिँ गाडी सारी ल काम रहेछ काम खतरनाक गीत गाडी साडी पार्किङ गरेर हामी चाहिँ जान लाग्यो अब घुम्न लद्दाखको मार्केट सो गाइस हामी चाहिँ अहिले मार्केटमा पुगिसकेको छौँ हेर्न सक्नुहुन्छ यो चाहिँ लेको मार्केट है हेर्न सक्नुहुन्छ गाइस रोटी ये पर हमारा बलब खाना था यार अरे नूडल ये बोलो कि यार जा ये लाइन पिज्जा खाइ पुगिसकेको छ यहाँ लेको बजारमा हेर्न सक्नुहुन्छ लेको मेन बजार यही हो हेर्न सक्नुहुन्छ गाइस बबाल छ है न्यू रोड गाइस हेर्न सक्नुहुन्छ हाम्रो ग्याङ चालु भयो डाइरेक्ट रमणीको भन्ने बस्नु कुनै थियो यार कहाँ राखेर बस्नु त चाहिँ सल्किने सो गाइस हेर्न सक्नुहुन्छ यहाँको माहौल लद्दाख लेको माहौल हेर्न सक्नुहुन्छ हजुरहरू पनि इन्जोय गर्नु होला यहाँको माहौल हेरेर रातको झन् बबाल देखाइदियो बत्ती बर्थ्यो त सक्नुहुन्छ ग्यास ओल्ड टाउन मार्केट लिएको ओल्ड टाउन मार्केट ए देख सक्थ्यो ग्यास लेपेले जान लाग्यो हेर्न सक्नुहुन्छ यो चाहिँ पुरै मुस्ताङको गल्ली देखिरहेछ हाय गाइस माइला भ्लग में हाम्रो कहाँ टियो गाइस लेपेले हेर्न गइरहेको हेर्न सक्नुहुन्छ एकदम रमाइलो बा ठाउँ सो गाइस आइसकेको कबु समय और टाइम निकाल के घूमक लागि एकदम बेस्ट ठाउँ बा ये ओल्ड गाउँ हो ये हाम्रो अब गाउँको बाटी गाउँ गोरेटो बाटो नहीं गटी हेर्न सक्नुहुन्छ गाइस हेलो गाइस ले प्लेस आई गिलाटी हमरे कहे पर ले प्लेस में मुख्य द्वार में पुगा लाटी हेर्न सक्नुहुन्छ सेल्फी भएन ले ल्याऊ पुगेर यहाँ पुगेर लेपिलेस पुग्न लागिसकेको छ हेर्न सक्नुहुन्छ लेपिलेस चाहिँ उता माथि हो हामी चाहिँ यहाँ डिबाटोमा छौँ यहाँबाट हेर्न सक्नुहुन्छ भ्यू तलको लेको सो हेर्दै जानु होला माथि पुगेर देखाउँछु पुरा कस्तो देखिन्छ लेकको नजारा माथिबाट यहाँ चाहिँ हिँडेर आउनुपर्छ है यस्तै गाह्रो छ सो हेरिदिनु होला कस्तो कस्तो लाग्छ मेरो ब्लग भिडियोहरू राम्रो लाग्छ भने सब्सक्राइब लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला
यसो हेर्न सक्नुहुन्छ हाम्रो ग्याङ यही हो पहाडी लाग्छ किनकि देख्न लागेको छ बडे डरे सो गाइस हामी चाहिँ ले प्यालेसको ढोकाभित्र पसिसकेको छौँ हेर्न सक्नुहुन्छ हाउले हामी चाहिँ प्रवेश भइसकेको छौँ ले प्यालेसबाट वेलकम टु ले भिलेज हेर्न सक्नुहुन्छ हाय दोस्त हाई हामी चाहिँ टुटा माथि महाराजाको पत्ते ओ भङ्ठो आए यहाँबाट हेर्न सक्नुहुन्छ गाइस लेकको नजारा होइट सक्नुहुन्छ हामी चाहिँ लद्दाखको भ्यू पोइन्टमा पुगिसकेका छौँ यताबाट हेर्न सक्नुहुन्छ लद्दाखको नजारा वहाँ त गाडी फुटेको फाइनली हामी चाहिँ लेकको भ्यू पोइन्टमा पुगिसकेका छौँ हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ लेकको भ्यू पोइन्टमा पुगेको छौँ यहाँबाट हेर्न सक्नुहुन्छ यहाँको नजारा सो हेर्न सक्नुहुन्छ लेकको नजारा यहाँबाट कस्तो देखिन्छ लेकको भ्यू यहाँबाट देखिएको सबै ले है गाइस हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ गाइस यहाँबाट लेकको नजारा वाल आइरहेछ है सो गाइस हामी चाहिँ ले प्यालेसबाट फर्किसकेछौँ हेर्न सक्नुहुन्छ हामी चाहिँ ले प्यालेसबाट निस्किसक्यौँ अब हामी चाहिँ गाडी भएको ठाउँमा जानु लाग्यो सो हेर्न सक्नुहुन्छ यहाँको भ्यू सो गाइस हामी चाहिँ अहिले ले प्यालेसबाट तल आइसकेका छौँ हेर्न सक्नुहुन्छ यहाँ यतातिर वाल छ है यो चाहिँ हाम्रो उताको बसन्तपुरको जस्तै छ है यहाँको त्यो चाहिँ नेपालको बसन्तपुर जस्तै छ हेर्न सक्नुहुन्छ गाइस सो गाइस हामी चाहिँ फाइनली हिँडिसकेका छौँ यहाँबाट ले बजारबाट हामी चाहिँ घुमेर हिँडिसकेका छौँ अब चाहिँ स्किनालाई जाने हो हेर्न सक्नुहुन्छ हामी चाहिँ सामान किनेर हिँडिसकेका छौँ हेर्न सक्नुहुन्छ केटाहरू सबै सामान किनेर सब घरमा सो हेर्नुहोस् हेर्न सक्नुहुन्छ हामी चाहिँ लेबाट आइसकेका छौँ हेर्न सक्नुहुन्छ बाटोमा छौँ हेर्न सक्नुहुन्छ रोड चाहिँ बवाल छ है बवाल देखिरहेको छ रोड अहिले चाहिँ रातिको 3 बजिसकेको छ हेर्न सक्नुहुन्छ हामी चाहिँ यहीँ पाङभन्दा थोरै तल आइसकेका छौँ अर्गानिक गराउने टाइम भइसक्यो जङ्गली मुर्गा गराउने बेला भइसक्यो जङ्गली मुर्गा
फाइनली हामी चाहिँ लेबाट पुगिसकेछौँ हेर्न सक्नुहुन्छ हामी चाहिँ लेबाट रुम पुगिसकेछौँ हेर्न सक्नुहुन्छ हामी चाहिँ लामो 5 घन्टाको राइडपछि पुगिसकेछौँ हेर्न सक्नुहुन्छ हामी चाहिँ होइट गाइस फाइनल्ली हामी चाहिँ रुम पुगिसक्यौँ ल आजको भ्लग चाहिँ यति गरौँ है गाइस अर्को भ्लगमा भेटौँ ल